आइपुग्यौँ तिमी के भन्न चाहन्छौ त यस्तो गनायो भन्न चाहन्छु गनायो नेपाल त धेरै सफा हो नि मान्छेहरू पनि सफा हुन्छ नि यसरी हेलो एभ्रीवान वेलकम ब्याक टु माई न्यू ब्लग हाम्रो चाहिँ बिहे पछाडिको चाहिँ बुढाबुढीको पहिलो ब्लग हुन हो यो चाहिँ होइन बिहा गरिसके पछाडि धेरै कुराले चाहिँ नभ्याइँदो रहेछ होइन त्यही कारणले ऊ चाहिँ आफ्नो घर व्यवहारमा आफ्नो व्यवहारमा गर्दाखेरि चाहिँ नभ्याइने रहेछ सो आज चाहिँ हामी आएका छौँ इन्डियाको बोर्डरमा छौँ अहिले हामी पानी ट्याङ्कीमा छौँ बङ्गलादेश अनि चाहिँ वेस्ट बेङ्गलमा छौँ हामी चाहिँ यहाँनिर अनि यहाँ आएर चाहिँ के चलाउँ भनेर चाहिँ हेर्दाखेरि पठाउ चलाउन खोजिरहेको थिएँ मैले चाहिँ यहाँ पनि पठाउ चल्दो रहेछ सो यहाँबाट चाहिँ पठाउ युज गर्छ हामी सो यहाँबाट चाहिँ बङ्गलादेशको पठाउ चल्दो रहेछ बङ्गाल भएर नेपालको चाहिँ यहाँ चल्दैन रहेछ पैसा त त्यही हो राम्रोसँग चलिरहेको छ नि इन्टरनेट चलिरहेको छ नि त्यही भएर सो हामी चाहिँ अब खासमा सिक्किम जानलाई आइरहेछौँ पानी ट्याङ्कीमा आएर बसिरहेछौँ हामी चाहिँ अब यहाँबाट चाहिँ बस जानको लागि चाहिँ लगभग कति रे हामी 10 बजे आएको अहिले 1 बजेको मात्रै टिकट छ सो 1 बजे चाहिँ हामी यहाँबाट सिक्किम जान्छौँ बाटो एकदम लामो छ लामो बाटो छ लगभग यहाँबाट 12 घन्टा नै लाग्छ होला अनि ऊ चाहिँ मेरो साली नानी झापामा पनि साली काठमाडौँ पनि साली जहाँ पनि साली म चाहिँ एकदम सालीको धनी हो कि होइन ऊ चाहिँ फेरि जिलस हुन्छ नि यस्तो कुराहरू अनि यहाँ चाहिँ हामी यसो हेरेर आएको थियौँ यस्तो खतरा आर्टिफिसियल घर बनाएको रहेछ आर्टिफिसियल मन्दिर यहाँ हेरिसकेछौँ हामी यसो एक्सप्लोर गरौँ एकछिन वरिपरि अब 1 बजीसम्म त बस्नु नै छ केही न केही त गर्नु पर्यो उपाय के गर्न चाहन्छौ त तिमी म यस्तो घुम्न चाहन्छस् ल घुमौँ एकछिन हेरौँ यहाँको मार्केट खासमा चाहिँ वेस्ट बेङ्गल रहेछ सो यहाँ चाहिँ नेपालमा मात्रै यस्तो खाल्डाखुल्डी हुन्छ भनेको त इन्डियामा पनि हुँदो रहेछ जे खुसी लाग्यो मलाई पनि इन्डियामा पनि यस्तो खाल्डाखुल्डी हुँदो रहेछ ठिकै छ हामी इन्डिया र नेपाल भनेको सेम हो भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ कि प्राय कुराहरूमा नमिले पनि प्राय सर्टेन कुराहरू चाहिँ मिल्दो रहेछ नेपालमा पनि खाल्डो छ इन्डियामा पनि खाल्डो छ नेपालमा पनि पानीको के अरे रोडमा पानी छ इन्डियामा पनि छ तर यति फरक हो कि इन्डियामा पानी भएर चाहिँ के अरे जहाज गुड्छ तर नेपालमा चाहिँ गुड्दैन त्यति मात्रै फरक हो अस्ति के अरे पानी आउने बेलामा त जहाजै केपी बारले त जहाजै ल्याउन खोज्नु भएको थियो अरे तर अलि घर एक तल डुलेको भएर चाहिँ अलि जहाजले काम गरेन हामी चाहिँ यो पानी ट्याङ्की बजारतिर छौँ अहिले एक्सप्लोर गर्दैछौँ हामी पनि थाहा छैन नयाँ हो होइन तपाईँले पनि नयाँ पनि देखाउँदैछौँ एक्सपिरियन्स गर्नु होला तपाईँहरू पनि कोही आउनु भएको छैन होला आउनुहुने जतिलाई त फेरि सबै थाहा छ होला आउनु नहुने जतिलाई चाहिँ यसो ठाउँ देखाउँदैछु म मैले त भन्नै बिर्सेँ एउटा सो यो चाहिँ मेरो इन्टरनेसनल भ्लगको चाहिँ 3 नम्बरको भ्लग हो फर्स्टमा चाहिँ बङ्गलादेश सेकेन्डमा थाइल्यान्ड थर्डमा इन्डिया सो तेस्रो भ्लग चाहिँ आइसकेको छ इन्टरनेसनल भ्लग इन्टरभ्यू सो होप्सो अब चाँडै नै दुबईको पनि भ्लग आउनेछ सो त्यसको लागि तपाईँ भ्लग नछुटाउनु होला त्यसको लागि तपाईँ सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरिहाल्नु होला है त दुबई भ्लगको लागि चाहिँ मेन प्लानर चाहिँ यो उसले भन्यो भने मात्रै हुन्छ है दुबईलाई त्यसलाई चाहिँ कमेन्टमा लेख्नु होला भ्लग फ्रम दुबई अनि त्यसपछि मात्रै हामी बनाउँछौँ नि
हामी चाहिँ घुम्दै 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 आउँदाखेरि चाहिँ यो खाडीमा अब यताबाट फोहोरको खाडीमा आइपुग्यौँ। तिमी के भन्न चाहन्छौ यस्तो? गनायो भन्न चाहन्छु। गनायो नेपाल त धेरै सफा हो नि, मान्छेहरू पनि सफा हुन्छ नि यसरी म जस्तो सफा त्यो अटोवालाहरूले मोबाइल देऊ न। सधैँ सोध्ने क्वेसन चाहिँ के सोध्छ रे बेबी? के छ त? अटोवालाले जाने नेपाल 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 भन्छ। नेपाल हुन्छ हुन्छ किन? कि नेपाल कि नक्सल भन्छ। यहाँ चाहिँ नक्सल पनि भएछ, नक्सलबारी। हाम्रो काठमाडौँमा चाहिँ के अरे माथि नक्सल छ नि, भाटबडी छेउमा नक्सल छ, यहाँ चाहिँ इन्डियाको माथि के अरे त्यसको छेउमा चाहिँ नक्सल रहेछ। ल साथीहरू, फाइनल्ली हाम्रो गाडी चाहिँ आइसकेको छ। 3 घन्टाको लामो पर्खाइ पछाडि चाहिँ गाडी फाइनल्ली आइसकेको छ। अब हामी चाहिँ गाडीबाट जान्छौँ सिधै सिक्किम ग्याङटोक हुँदै मार्तोम भन्ने ठाउँमा जाँदैछौँ। बाई बाई नेपाल। ल साथीहरू, अहिलेसम्म चाहिँ हामी पुरै तराईमा नै थियौँ। हिँडेको 3 घन्टा जस्तो भइसकेको छ। त्यति बेलासम्म चाहिँ बाटो एकदम सम्मसम्म बाटो थियो। अब चाहिँ हाम्रो पहाडको बाटो सुरु हुँदैछ, पानी पनि परेर खालिसकेको छ। पहाड सुरु भयो नि त, पहाड सुरु भयो। अब चाहिँ हामी तपाईँलाई पहाडको दृश्य चाहिँ देखाउनेछौँ। यो चाहिँ अहिले भनेको पुल रहेछ। कुन पुल रहेछ? बाघ पुल चाहिँ बाँदर पुल चाहिँ होला यो। बाघ पुलमा चाहिँ बाँदर धेरै रहेछ। बाँदर भन्नु मिल्दैन, तिम्रो हजुरबाउ भन्नु मिल्दैन। तिम्रो चाहिँ हजुरबाउ भन्नु। तिम्रो हजुरबाउ। हजुर हजुरबाउलाई चिनेन है तिम्रो? नमस्ते गर्नु। तिम्रो चाहिँ हो, मेरो होइन। नमस्ते गर्नु पर्थ्यो नि। हजुरको चाहिँ हजुरबाउ। ए सबैको हजुरबाउ हो, नमस्ते भन्नुपर्छ। ल साथीहरू, हामी चाहिँ यहाँ लगभग 1 घन्टादेखि जाममा छौँ। यो ठाउँको नाम चाहिँ लिखेभिर रे। अब लिखेभिर भएर चाहिँ एकदम जाम धेरै छ। 1-1.5 घन्टै हुन लागिसक्यो। गान्तोक पुग्न चाहिँ धेरै टाइम लाग्छ। अल्छी लागेर भोक लागेर खतम भइसक्यो। यहाँ केही पनि छैन, पसलहरू कहीँ छैन। जाम चाहिँ यति लामो छ कि होइन। यहाँ बाबुले नि हेलो भन्दैछ। के गर्नु त अब, छिटो जाम खोल्नु पर्यो। हेरौँ यो घर कस्तो राम्रो। यहाँ एकजना भोक लागेर चाहिँ इलिक बिलिक भइसक्यो। छिटो जाम खोल्नु, मेरो बुढीलाई भोक लागिसक्यो। सिधै लाग्छ त नि। के छ यो गरेर खतम भयो त सर। अन्त नि खेलाउने गर्दै कहाँ छ हौ? उयो घर कि यो गरेको यो 2 त सानो तल चाहिँ सानो माथि चाहिँ ठुलो। ज्यादा सानो अब कम्तीमा पनि 2-1 घन्टा चाहिँ अझै पनि बस्नु पर्छ होला। त्यतिन्जेल सुतेर उठेर फेरि बनाउँछ। ल साथीहरू, हामी चाहिँ बल्ल बल्ल जाम खोलेर हामी चाहिँ टिस्टा पुलमा आइसकेका छौँ। टिस्टा खोला पुलमा अब चाहिँ हामी यहाँबाट सिधै माथि कहाँ जान्छौँ भन्दा रम्फूतिर जान्छौँ। सिक्किम बोर्डरको रम्फूतिर जाँदैछौँ।
साथीहरु हामीले बल्ल सिक्किम प्रवेश गर्यौं सिक्किम रम्फू आइपुग्यौं रम्फू हजुर रम्फू ल अब तपाईहरु चाहिँ हेर्न सक्नुहुन्छ रम्फूको बजार पानी हल्का हल्का परिरहेको छ यहाँ चाहिँ फेरि 24 घण्टा पानी पर्ने जस्तो अघिमा तलसम्म चाहिँ पानी परेको छैन यहाँ पानी सुरु भइसक्यो हल्का छिटो आइरहेछ रमाइलो आइरहेछ ल साथीहरु फाइनल्ली हामी चाहिँ आइपुग्यौं कुन बजार रे मार्तम बजार आइपुगिसकेको छ हामी यहाँ हाम्रो यो ठाउँमा चाहिँ हाम्रो बसाइ छ ससुराली घरमा दर्शन गरेको दर्शन ओहो नमस्कार ल फाइनली हामी चाहिँ आइसकेका छौँ अब भोलि बिहान चाहिँ हामी अर्को भ्लगमा चाहिँ आज चाहिँ हाम्रो ट्राभल मात्रै भयो भोलिको भ्लगमा चाहिँ हामी यहाँको बजार घुम्नु तपाईँलाई देखाउनेछौँ आजको भ्लग चाहिँ यति नै आई होप यु गाइज लाइक द भिडियो यदि तपाईँ मेरो च्यानल नयाँ छ भने लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला छिटै भेट्नेछौँ अर्को भ्लगमा थ्याङ्क यू सो मच फर वाचिङ सी यु नेक्स्ट भ्लग बाइ बाइ